ल आज तिहारको लक्ष्मी पूजाको दिन मेरो घरमा लक्ष्मी पूजा नभए पनि वरिपरि छिमेकीमा लक्ष्मी पूजा भइरहेको छ। आज चाहिँ लक्ष्मी पूजाको आज दिन कस्तो लागिरहेछ तिमीलाई? खुसी लागिरह हो। अनि आज देउसी हो भने नाच्ने हो तिमी? नाच्ने हो? अनि के हुन्छ त यो देउसी तिहार भने के हो थाहा छ? यो एउटा चाडपर्व हो। मानिसहरूलाई खुसीको लागि, मनाउनको लागि, रमाइलो गर्नको लागि मनाइन्छ यो चाडपर्व। अनि यो कुकुर तिहार, लक्ष्मी पूजा अनि गाई तिहार उनलाई पूजा गर्ने दिन नै हुन्छ। अनि त्यसैले यो कुकुर काग तिहारहरूलाई पूजा गरेर अनि हामीले उनीहरूलाई खाना दिएर अनि त्यसपछि हामीले खुसी मनाउने, उनीहरूलाई पनि खुसी दिने हो। त्यसैले यो पर्व मनाइन्छ। यो लक्ष्मी पूजा अनि जस्तै कुकुर पूजा, काग पूजा, गाई पूजा, पशु पन्छी सबैलाई किन पूजा गरिन्छ नेपालमा? यिनीहरूलाई खुसीको लागि, उनीहरूलाई नि अलि माया होस्, धर्म गरोस् भन्ने, अनि उनीहरूको लागि अलि राम्रो होस्। उनीहरू त भगवान् जस्तै हुन्, हाम्रो लागि भगवान् जस्तै हुन्। अनि त्यसैले पूजा गर्छन्। सबै कुकुर नि भगवान्, गाई नि भगवान्, सब भगवान् हो नि त। अनि हामीले उनीहरूलाई भगवान् सम्झेर पूजा गर्नुपर्छ, उनीहरूलाई खाना दिनुपर्छ, उनीहरूलाई राम्रो गर्नुपर्छ। चाहिँ कहिले नि हेलातो गर्नुहुन्न, उनीहरूलाई पिट्नुहुन्न, कुटकाट गर्नुहुन्न। अनि त्यसैले यो तिहारमा कुकुर तिहार, गाई तिहार, भाइटिकाहरूलाई जोड्या। कस्तो रमाइलो लागिरहेछ तिमीलाई? रमाइलो लागिरहेछ। अनि के गरौँ जस्तो लागेको छ? देउसी भैलो गर्ने, अरू के गर्ने? त्यो चाहिँ थाहा छैन। त्यो चाहिँ छैन। कतिवटा गीतमा नाच्ने सोच छ आज? 7वटा गीतमा मजाले अब स्पिकर बजाएर अब नाच्न जाने हो नि त तिमी? अनि नाचेर के गर्छौ त? पैसा माग्न जाने कि यत्तिकै रमाइलोको लागि नाच्ने कि अलिअलि पैसा भयो भने के गर्ने त? सब मान्छेलाई आफ्नो प्रतिभा देखाउनलाई अनि अलि राम्रो गर्नलाई, अनि त्यो पैसाहरू आएकोले चाहिँ अनि आफ्नो लागि त्यो कल्चर ड्रेस किन्नलाई। पैसा आए पनि नआए पनि कल्चर ड्रेस चाहिँ म किनिदिनु है त। ल, बी ह्याप्पी। ओके, ह्याप्पी तिहार। नमस्ते।